ग्राफ्टिङ गरेर आज आउने योजना थियो थिएन तपाईहरुको जरा चाहिँ त्यही 3 पातेमा जोडेको यो चाहिँ सुन्तला नर्सरी यिनीहरू सबै 3 पातेमा जोडेको यो 3 पातेमा जोडेको यो चाहिँ सक्सेस नभएको यसरी 3 पाते हो यो सक्सेस नभएको चाहिँ यसरी उम्रिँदो रहेछ यो यिनीहरू चाहिँ सक्सेस भएको बिरुवा त बारीमा चाहिँ होचो देखेर राम्रै निक्ल्यो उन्सुलाई चाहिँ 3 वर्षसम्म चाहिँ 3 पातेमा हजुर त्यसको फुल फल टिपेर फाल्नुपर्छ यो कलमीको मेथड त्यसो गरेछ भने अनि मात्रै पाउलो मजाले हालेको गर्छ नभए चाहिँ फल अडाउन थाल्नु भने खाद्य तत्त्व त्यता दिन्छ पाउलो हान्नु भुल्छ क्या यहाँ हेर्नु रोप्ने मान्छेले नि फेरि कहाँ रोप्दिएछन् र त होचो भएर बिरुवा यति मात्रै रोप्नु पर्यो अब यहाँ माथिसम्म डोगाउनु भएन यति रोप्ने त्यो अघिको देख्नु भएको मोटो थियो नि भाग हो यो चाहिँ फुलेको हो यो फुल्छ यहाँदेखि बेग्लै छुटेर जान्छ अनि यहाँ पलायो भने चाहिँ तपाईँको यो 3 पाते फाल्नु पर्यो लुछेर बेला बेलामा पलाउँछ कहिलेकाहीँ पानी जम्नु दिनु भएन यो चाहिँ यो डाँठ चाहिँ पुर्यो भने इनकेस कुनै न कुनै कारणवशले तपाईँको बिरुवा मर्छ जतै पनि कुहिन्छ यो कुहिन्छ र बिरुवा मर्छ हामीले यसलाई चाहिँ 3 वर्षसम्म चाहिँ फलफुल सबै टिपेर फाल्ने फुल भने अनि 4 वर्षदेखि उता मात्रै हामीले फल अडाउने तर बोटको क्षमता कति छ त्यति मात्रै फल राख्ने अब 500 दानामा फुल हो भन्दै फल अडियो भन्दैमा राख्ने होइन यसको क्षमता कति छ थाम्न सक्ने त्यति मात्रै राख्ने अरू टिपेर फालिदिने ल ग्राफ्टिङ गरेर आज आउने योजना थियो थिएन तपाईहरुको जरा चाहिँ हैन आउनु है यतिको पानी आयो आउनु ल भित्र बिरुवा रोपिहाल्नुपर्छ जो माटो पनि लाउनु भएन यो जरा माथि नै हुनुपर्छ उयो 3 पातेको अब मान्छे नर्सरीवालाले भोक्सेनाइटिक ज्यामिल पनि बनाएको छ होइन त्यो खालको चाहिँ गुणस्तर हुन्छ यो 3 पाते नै चाहिन्छ यसरी 3 पाते यसरी छुटिन्छ सबै माथि हेर्नु कत्रो बुट्टा चाहिन्छ अनि यो बिजु बराबरको भएन यो त अझै यसले गुणस्तर तरिकाले यसले चलखेल गर्न पाएन सबै बाक्लो भयो नि त उहाँलाई यो कलाइ बिरुवा देखाउनु ल्याएको हिजो जग्गा नाफै भएन अरे के भयो नचाहिने त्यो मुला त्यसलाई चाहिँ धोबी हान्नुपर्ने रहेछ त्यो प्राविधिकलाई पुस्ताउँ भइसकेको त्यो जग्गा जमिन किनेर चाहिँ उनीहरूले धनीपुर्जा उठाएर खाइरहेको छ कसरी चाहिँ त्यस्तो हुन्छ के भयो कुरा के भन्ने निर्णय हो यो चाहिँ सबै 3 पातेबाट जोडेको चाहिँ ठुलो भएपछि ठ्याक्कै जरा चाहिँ यस्तो आउने रहेछ यो धनकुटा अलिक चिसो ठाउँ पनि हो चिसो भन्नु